हेलो गाइस, स्वागत छ तपाईहरुलाई फेरि पनि हाम्रो मिनी ब्लगमा। आज हामी बनाउन गइरहेको छौं मोमोको सम्पूर्ण अचारको लागि सम्पूर्ण रेसिपीहरु सम्पूर्ण सामग्रीहरु तयार पारिसकेपछि हेर्नुस् है। हामीले हल्का यसलाई तेलमा फ्राई गरेर यसरी मिक्स गरेर अचार बनायौं। सँगसँगै हामीले मोमोको डल्ला बनाएर त्यसलाई पेलेर मोमोको शेप बनाउने प्रक्रिया सुरु गर्यौं। अनि त्यसपछि मेरो बुढीले यसरी हालेर बनाउँदैछ, म चाहिँ भिडियो खिच्दै छु। बुढीले पोका पार्दैछ मोमोको शेप बनाउँदै हुनुहुन्छ मेरी बुढीले, हेर्नुस् है। अनि त्यसपछि मोमोको शेप बनाएर हामीले यसरी सम्पूर्ण यसरी बनाएको हेर्नुस् कस्तो राम्रो छ। अनि साथमा मोमो पाक्न टाइम भएको हुनाले मैले चटपट बनाएँ, चटपट बनाएर खायौं। मिठो थियो चटपट। अनि बुढीलाई मैले सोधेँ मिठो छ भनेर, भन्दा बुढीले पनि मिठो छ भनेर भन्यो। मैले पनि मिठो मान्दै खाएँ, मलाई एकदम चटपट मन पर्छ। त्यसपछि हामीले यो चाहिँ फ्रिज गरेर राखेको पछि खानको लागि। अनि मोमो पाकेको थियो, त्यसपछि हामीले मोमो थालमा निकाल्यौं। अनि थालमा निकालेर यसलाई झोल मोमो बनाएर खाने भनेर झोल हालेर, अनि बुढीले थालमा हाल्ने भन्दै थियो। हैन मैले बेलामै हालेर खाने हो भनेर, अनि मैले बेलामा खनाएँ एउटा। बुढीले नि हेल्प गर्यो मोमो खनाउनलाई, किनकि गरुङ्गो थियो नि त ठुल्ठुलो मोमो। जक्सो पार्ट गाइज। अनि मोमो त्यसमा हालेर बुढीले टेस्ट गर्नुभयो। मैले चाहिँ एउटा स्टिम मोमो खाइदिएँ। हेर्नु त कति मिठो छ। तपाईहरुलाई पनि चर्च गरेर खाइदिएँ है। अनि बुढीले चाख्दै थियो मिठो छ भनेर भनेको, मिठो छ भन्दै खाएको थियो। हेर्नु त खाएको, हेर्नु त मलाई पनि खान्छु भनेर नसोधिकन खाएको। अनि मैले पनि खाएँ। यसमा मैले अलि माथिबाट धनिया हाल्ने हो कि भनेर भन्दै थिएँ, अनि पर्दैन अचारमा हालिसकेको छ भनेर भन्दै थियो मेरो बुढीले। अनि खाइदिएँ मैले। मलाई सोध्दै थियो कस्तो छ भनेर, एकदम मिठो छ बुढी, तिमी भन्दा नि मिठो भनेर भनिदिएँ। अनि बुढी खुसी भएको थियो। हेर्नुस् त हामीले खाएको मोमो। आजले यति नै। अनि थ्याङ्क यू फर वाचिङ गाइज। यसरी नै माया देखाउँदै जानु होला। अनि साथसाथै डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब। बाइ बाइ, सी यू अन नेक्स्ट भिडियो।